आज चाहिँ गार्डनमा धेरै नै भेजिजहरू हार्भेस्ट गर्न बाँकी छ, तर बिहानदेखि नै पानी परेको हुनाले मैले बाहिर जान सकिरहेको थिइनँ। अहिले यो नटिप्दाखेरि छिपिने अथवा पाकेर जाने भएको हुनाले पानी अलिकति रोकिने बित्तिकै म चाहिँ आफ्नो हार्भेस्ट बास्केटहरू लिएर बाहिर आएँ। यहाँ चाहिँ यो बटरनट पम्पकिन मैले पहिलोचोटि फलाएको हो। पहिले कति ट्राई गर्दा नि फलेको थिएन, यो चाहिँ अब फलेर पाकी पनि सक्यो। अब यसलाई चाहिँ मैले टिपेँ। यो चाहिँ एकदमै राम्रो गुड साइजको फलेको छ। यतापट्टि चाहिँ यो डाँठ त अझै हरियै छ, त्यही पनि यो टिप्दै गर्दा चाहिँ हुन्छ। यो म्याच्योर नै भइसक्यो। टिपेर राख्दै गर्दा यो पनि पाकी नै हाल्छ। यसलाई पनि टिपेँ। यो चाहिँ अलिकति फरक साइजको छ। अब यो पोलिनेसन हुँदाखेरि के कस्तो भएर त्यस्तो हुन्छ। अनि यता चाहिँ एउटा घिरौँला रहेछ, त्यसलाई पनि मैले टिपिसकेँ। अब चाहिँ करेलाहरू टिप्ने पालो। करेला चाहिँ मेरोमा 2-3 खालको छ, तर धेरै चाहिँ फलेको छैन। अलिअलि गर्दै फले पनि अलिकति धेरै नै देखिन्छ। यो सानो खालको करेला चाहिँ एकदमै धेरै फल्ने रहेछ, अनि ठुलो खालको चाहिँ अलिकति पातलै फल्छ। तर आज चाहिँ धेरै नै टिप्नलाई बाँकी थियो, जुन चाहिँ मैले टिपेँ। अब फेरि पानी पर्न थाल्यो। म चाहिँ एकछिन यो रुखको छहारीमा बसेँ, अनि पानी परिसकेपछि अब रायो साग टिप्न बाँकी छ। अनि त्यसपछि म अब चाहिँ यो रायो सागहरू टिप्नतिर लागेँ। रायो सागहरू त्यस्तो धेरै त छैन, अलिअलि खान पुगि नै रहेको छ, जुन चाहिँ म टिप्दैछु। फेरि रायो टिपि नसक्दै एकदमै धेरै ठुलो पानी पर्यो। मैले चाहिँ भित्रै जानुपर्ने भयो। अनि त्यसपछि पानी रोकेपछि म फेरि आएँ, अनि यो अगाडिको रायोहरू एकदमै राम्रो भएको छ। ल यो चाहिँ मेरो अब लास्ट बोट हो। यो एकदमै राम्रो भएर आएको छ। यो अगाडि एकदम पानी पनि परेर ओसिएको जस्तो ठाउँमा छ। मुलाको बिरुवाहरू पनि उम्रि नै रहेको छ। ल यो चाहिँ मेरो रायो सागको हार्भेस्ट बास्केट हो। अनि त्यसपछि यतापट्टि छ यो स्पिनिचहरू। त्यति धेरै ठुलो भएको छैन, फस्टाएर पनि आएको छैन, तर पनि यो चाहिँ जति टिप्यो त्यति धेरै आउने भएकोले गर्दा म चाहिँ यो स्पिनिचहरूलाई पनि टिपेँ। अब चाहिँ पालो आयो सिमीको। सिमी मजाले फलेको छ, अनि माथि माथि गएर पनि फलेको छ। यसलाई एक एकवटा टिपेर साध्य नै छैन, त्यही भएर मैले चाहिँ झुप्पा झुप्पै टिपेँ। त्यसपछि खुर्सानीहरू पनि अलिअलि टिप्नलाई रेडी भएको छ। जुन जुन पाकेर रातो भएको छ त्यो चाहिँ मैले अलिअलि टिपेँ। यो चाहिँ ठुलो खालको खुर्सानी हो, तर धेरै फलेको हुनाले फस्टाएको छैन। अब सबै गरेर मैले 2 बास्केट सब्जीहरू टिपेँ, अनि यसलाई चाहिँ बाहिर राख्दाखेरि जम्मा यति भएको छ। यो अहिलेसम्मको सबैभन्दा ठुलो मेरो हार्भेस्ट बास्केट हो। मेरो यो हार्भेस्ट हलको भिडियो हेर्नु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद।